हेलो नमस्ते सबैजनालाई वेलकम टु माई ब्लग। आज चाहिँ हामी पोखरा राइड जाँदैछु, काठमाडौँ टु पोखरा है त। सर्ट क्लिप बनाउँछु, फुल भिडियो त बनाउन मिल्दैन। ल लेट्स इन्जोय माई राइड। अहिले चाहिँ म ठ्याक्कै अफिस सकाएर कति 2:30 बज्यो होला। 2:30 बजेर 4-5 घन्टामा त पुगिहाल्छ नि, 7-8 बजेतिर। अब चाहिँ कलङ्की पुगिसकेको छ। कलङ्की तर यार छुट्टी दियो भन्दा पनि दिएन अफिसले। दिमाग खराब। अफिस गरेर छुट्टी भएर 8 घन्टा काम गरेर आएको यार, अनि जानु पर्यो पोखरा। तर क्लाइमेट हेर्दा त ठिक छैन जस्तो छ यार। पानी चाहिँ नपरोस्। तर जाम चाहिँ के साह्रो हो, शनिबार नि जाम हुँदो रहेछ यार। तर त शनिबार त जामै नहुनु पर्ने हो। अब यो त लङ टुर जाने गाडीहरू नि हुन्छ होला, नाइट बसहरू हुन्छ धेरै। अब यता नि फ्लाइओभर बनाइरहेको छ। बाटो त खत्तमै होला यार त्यसो भयो त। हल्का सिमसिम त पानी नै परिसके जस्तो छ। चितवनबाट आउनुहुन्छ यार।
स्टार्ट हुन्छ है हाम्रो अब तर पिच रोडै भन्न सुहाउँदैन हेर न कस्तो जिगज्याग हो है अफ रोड भन्न सुहाउँछ यार उड्यो side drop अब स्टार्ट हुन्छ है अब हाम्रो चेकपोस्टबाट सुरु सबैजनाले मेरो युट्युब च्यानललाई माया देखाइदिनु पर्यो है त गाइज म यो भन्दा नि लङ टुरको भिडियोहरू हाल्ने छु तर ढल्के हो कि काम नपुगेसम्म त अफ रोडै हुन्छ प्राय अब चाहिँ हामी पृथ्वी हाइवेमा पुगिसकेको छ होइन अनि के गरेर बाटो त 2-3 वर्ष नआएको त के भएछ धेरै स्पिड पनि नजाउँ होला ठिक्क नर्मल स्पिडमा जाने हो आनन्दले रोकिरहेको पिच रोडै भन्ने सुहाउँदैन यार के साह्रो हो यार कहाँबाट आएको यो ल बाटो यस्तो छ गाडीको पछाडि पर्यो भने त धुलो खाने कि खत्तमै रहेछ बाटो बाटो चाहिँ बनाउनु लास्ट पानी लाग्ने कि नेपाल वर्षौँ लगाउँछ खाल्टो उड्यो है उड्यो बाटो ठुलो गरेर रहेछ नि त अलिकति यहाँ लाइफबाट ब्रेक गरेर झन् घुम्न आएको त यहाँ त धुलो धुवा खाँदा झन् हेर्दै खराब हुन्छ अस्तिसम्म कत्या नाश हुने भयो हेर्नुको त है मेरो यो नेपाल चाहिँ डेभलप कहिले हुने हो यस्तो तारले तर हुन्छ बिस्तारै हुन्छ आइनो सबर करो सबर हो कि होइन 1 किलोमिटर मेन पिच रोड आयो भने 2-3 किलोमिटर त यार अफ रोडै आउँछ पुरै बाउन्स गरी उडिसक्यो यार म त यार हात खुट्टा त के साह्रो दुख्न थालिसक्यो वेट आयो रोड आयो
ल अब हामी चाहिँ मलेकुमा माछा खान रोकेको थियौँ। अब हामी फेरि लाग्यौँ पोखरातिर। तर क्लाइमेटले चाहिँ च्यालेन्ज दिइरहेछ हामीलाई। उता पानी परिरहेछ भन्दै थियो ठुलमम्मीले। अझै 3 घन्टा लाग्छ यार यताबाट। तर बाटो चाहिँ राम्रो हुनु पर्यो। यताबाट त ठिकै होला। यस्तोमा डट कुदाउन पो मजा आउँछ त। डट एउटा चाँडै दिनु पर्यो यार। कसैले गिफ्ट दिनु छ भने चाहिँ दिँदा हुन्छ है। यस्तो कुदाएको यार यस्तो गाडी आएर बेला। नगोला हौ त। अलि बिस्तारै जानुहोस्, हतार चाहिँ नगर्नुहोस्। फेरि ख्यालमा माथि जानु पर्ला। डरलाई अफरमा फिलै हुँदैन के ल। हाम्रो लिची गर्छ हाम्रो यहाँ गाह्रो छ। सबैमा मेन्टेनेन्स भइरहेको रहेछ कि रोड कन्स्ट्रक्सन चाहिँ। त्यही भएर होला। जहाँ हेऱ्यो त्यहीँ कन्स्ट्रक्सन, जहाँ हेऱ्यो त्यहीँ कन्स्ट्रक्सन। बाइक हेर्नु न ल। ब्लाइन्ड कर्नर लगाएको यार अयोध्या कर्नरिङ लगाएको। ए कर्नरिङ अब चाहिँ गर्नु कहाँ हिलो ओरेर खत्तम। कहिले धुलो उडेर खत्तम हुने, कहिले पानी नै पानी। अच्छा कहिले बन्ने होला? बाटो त बन्दैछ तर कहिले चाहिँ बन्ने हो यो? तर पहिला भन्दा
यता एक ठाउँमा यता पहिला सानो थियो नि गाडी हर्ने के साह्रो हो यार बाटो चाहिँ मान्नै पर्छ यार हिलो छ त यार हिजो पानी परेर होला कहिले बनाउन सक्ने हो यो बाटो गाडीहरूले नन स्टपै हिँडिरहेछ यहाँ कति धेरै हिँड्छ होला दिनमा सधैँ हिँड्छ होला खाल्टो बस्नु पर्यो अरू नबस्नु अघि त एकछिन पानी परेर हल्का त भिजिहाल्यो नि त धेरै चाहिँ परेन सिमसिम पानी पर्यो ल गाइस क्लाइमेटले ढोका दिन्छ भनेको ढोका त दिइहाल्यो यार कस्तो भने पानी पर्यो हेर न ए दोस्त पानी पर्यो गाइस पानी पर्यो ए मुली मलाई पो यार उस गर्छ 5 लाख मलाई पो दिन्छ यार तुम गरेर यो हामी कुन ठाउँमा आइपुग्यो ठुलै पर्यो जस्तो छ यता पुल बनाउँदै रहेछ नि है सब ठाउँमा बाटो बनाउँदैछ क्या यता फेरि पानी परेको कुदाउन पनि मिल्दैन यार जाँदा जाँदै चाहिँ ठुलो पानी हुरी चलिरहेको भएर चाहिँ हामीले पोखरासम्मको कम्प्लिट भिडियो खिच्नु पाएन सरी फर द्याट है गाइज नेक्स्ट भिडियोमा चाहिँ मैले पोखरामा के गरेको छु भनेर देखाउने छु हजुरहरूलाई सो त्यसको लागि चाहिँ स्टे ट्युन गाइज युट्युब फेरि अब रेनकोट लगाएर कुदाउनु मजै आउँदैन यार फेरि त झन् हावाले फार हुन्छ यार उड्छ रेनकोट झन् रेनकोट चाहिँ ल्याएको थिएँ यार हिजो बेलुका पानी परेको थियो नि त इनकेस पानी फेरि पर्छ कि भनेर रेनकोट चाहिँ एक्स्ट्रा बोकेको त छु तर यो रोकेला जस्तो त छैन पानी पर्यो है